20/2083 हाम्रो अध्यक्ष रामबहादुर राई पगरी काका हुनुहुन्छ। यो माथिल्लो ट्याङ्की हो हाम्रो यो अलम्बो पार्कभित्रको। काका यसको भनिदिनु त। यो सम्पूर्ण हाम्रो जङ्गलको सदस्यले बनाएको ट्याङ्की यो सबैले पैसा उठाएर पहिला धेरै पहिला बनाएको हुँदा हुँदा गरेर रिपेयर गर्दा गर्दा हाम्रो बाबुको के तागत चलेन, पानी फुटेर गयो ल्याउ गयो होइन। नभए अनि सचिवसँग सल्लाह गरेर हाम्रो बिनाराज सचिवसँग सल्लाह गरेर दाइ अब यसरी हुँदैन, टालेर हुँदैन, कतै टाल्यौँ होइन, हुँदैन फेरि फुटिहाल्छ होइन। अनि फेरि के गर्नु त भत्काएर भित्र ट्याङ्की राखौँ सल्लाह पनि भएको थियो। भत्काउनु त भत्काएर छोप्नै हुन्न, फेरि मैला झारपात झर्छ, फेरि मैलै हुन्छ होइन। माथि नै राख्नु भनेर भाइले नै उहाँ सल्लाह ट्याङ्की माथि 1500 लिटरको 1500 लिटर होइन काका यो दिनुभयो। रङ रोपनदेखि सबै लेबर गरेर अनि यो चाहिँ हाम्रो धर्मध्वज राई लाउरेरम टेन्जियरको उहाँ र उहाँको श्रीमतीको नाम त भाउजूको नाम छ, भोलि पछि देख्छ उहाँको। अनि छोरा जेठा हिमाल, कान्छा छोरा सागर, मेनुका, रेणुका, अनि दुवा अनि तारा चाहिँ उहाँले डक्टर हुनुहुन्छ युएसएमा। आजभन्दा 10-15 वर्ष अगाडि उहाँ चाहिँ डक्टर उहीँ बस्नुहुन्छ। उहाँले नै बुल्लो भर्ती हाम्रो जस्तो बिजोग छ त अलिकति फ्याक्ट्री मालिक पनि होस् भनेर चाहिँ यताउता गरेर चाहिँ उहाँले हुन्छ काका भनेर फेरि उहाँ पनि दातै हो नि त। दाते लु काकालाई धन्यवाद। दुईजनै दाताहरू हुनुहुन्छ। अब तल पनि होइन यो पनि अब जो हाम्रो सहयोगी मनका धनी दादाज्यूहरूले गर्दा हामीले दुईवटा ट्याङ्की राख्नु पाइयो नि काका होइन। ल यसको लागि हाम्रो काकाकोलाई पनि धन्यवाद दिनुपर्छ, कुद्नु भएको छ हाम्रो सचिव दाईलाई पनि। हस् थ्याङ्क यू।